आमा मकै छरे ढोड मात्रै र फेर ढोड भन्दै सही हो। गण्डकी पारी बाँसगारी काटेर मुरली बजाउँ कि पर्खा म खोजा बेच्न खाछु। एउटा कमेडी खालको आउँदैन, हँसाउने खालको अब हँसाउ म यो काकी बसै ड्राइभर हँसाउने खालको हँसाउनेको होइन के अरे गण्डकी पारी बाँसगारी यो होइन त्यो हो कि यो हँसाउने होइन अर्को आदि मात्रै गाए अरू कता कुदो कुदो लामो छ नि यो गीत पनि गण्डकी पारीको होइन कुन अर्को गण्डकी पारीको पहिले सुनेको नि पहिले सुनेको होइन सुनेको एक लाइन गीत आउनु त कस्तो थियो बिर्स्यो नि त धेरै पहिला सुनेको म माताउँछु कि नभन्नु ए ल ल गण्डकी पारी बाँसगारी काटेर मुरली बजाउँ कि गण्डकी पारी बाँसगारी काटेर मुरली बजाउँ कि पारेदेखि कर्करी रहेछौ अहिले त माया हो लगाइदेऊ कि कान्छीको साथमा जुनले रातमा काठमाडौँ सहर जाइदेऊ कि हातमा चौरा किनिमे सारी पिरत गीत गाइदेऊ कि हाइचेङ बा हो हाइचेङ बा नबोल्नेलाई नबोला पिरती फर्काइदेऊ न पिरती फर्काइदेऊ न डम्फु त मेरो ओसियो इलामा जागिर खोसियो डम्फु त मेरो ओसियो इलामा जागिर खोसियो उहिले बाजेको पालामा मर गन्थे डालामा अहिले हाम्रो पालामा मकै छैन डालामा मकै छरे ढोड मात्रै रोपे ढोड चिनी रोपे झ्याङ मात्रै म दुखी के छैन एउटा मनमा बोल मात्रै यतै ल मजा आयो आयो ल भयो के अरू छ यस्तै हँसाउने खालको हँसाउने अर्को दिन ल अर्को दिन ल अर्को दिन तपाईँको नाम भनिदिनु न लास्टमा पूर्ण जन्मार ले गाएको यो गीत यो पूर्ण जन्मार भनेर भनिदिनु ल मेचीनगर 9 हामी गाउँछु कि म के भन्छु भने म सकेपछि यो अनि सकेपछि के भन्नुपर्छ म जाने पनि नजाने पनि एउटा गीत लिएर आएको थिएँ त्यसमा कति सम्झना भयो बिर्सना भयो त्यसमा आमा बाबा दिदी बहिनी दाजुभाइ सबैले मेरो खिसी नगरिदिनु होला यो गीत यहाँ राख्दै सबैसँग बिता माग्दै जाँदैछु जय नेपाली शुभ रात्रि भन्दै सही हो भन्नु पर्दैन भयो